फिल्म सुरु हुँदा बित्तिकै दर्शकलाई बाँधिहाल्छ। आधी घण्टासम्म कुर्नु पर्दैन। साढे 2 घण्टाको फिल्म परालको आगोको फर्स्ट हाफ कति प्लेजेन्ट छ पर्दामा हेर्नुको लागि। सेकेन्ड हाफ लगत्तै फिल्म स्लो लाग्न सक्छ तर फेरि पकड लिन्छ। सधैँ सहरिया क्यारेक्टरमा देखेकी सुहाना उनलाई गाउँले क्यारेक्टर पनि सुहाएको छ। प्रकाशको फर्स्ट फिल्म होला जुन मलाई अति नै मन परेको छ। सौगात मल्ल र सृजना अधिकारीको कस्तो इन्स्पायरिङ, कस्तो लभली कपल दे लुक अन स्क्रिन। फिल्म बुलाकी हेरेपछि म फ्यान भएको थिएँ लक्ष्मण सुनारको। आर्ट फर्मको मुभीको लागि ही इज पर्फेक्ट एज ए डिरेक्टर। बिसाइड्स डिरेक्सन, स्टोरी, एक्टिङ, फिल्मको असली हिरो भनेको सिनेमाटोग्राफर सङ्कल्प भुजेल। फिल्म परालको आगो गेट्स 4 स्टार आउट अफ 5। टिपिकल नेपाली गाउँघरको स्टोरी। देयर इज नो टर्निङ पोइन्ट, देयर इज नो ट्विस्ट। त्यो कारणले गर्दाखेरि युथलाई अलि अट्र्याक्ट गर्न गाह्रो होला। It's more of like couple and their drama that happens in almost every household. Dialogue, editing, background music पनि राम्रो नै छ। फिल्म परालको आगो हेरेपछि वर्ड अफ माउथ पनि बलियो हुनेवाला छ। मास अडियन्समा फिल्म जानेवाला छ। फिल्म हिट हुने पक्का हो तर सुपर हिट भने भन्न सकिन्न।